नमस्कार सबैजनालाई। आजको जितलाई यहाँले कसरी लिनुहुन्छ? आजको जितलाई एकदम खुसी छौँ हामी। हाम्रो खेलाडीहरूको मात्रै जित नभइकन एउटा सबै गण्डकी खेलप्रेमीहरूको सबैको जित भन्न चाहन्छु। एकदम तपाईँ एउटा फर्स्ट गेम खेलिसकेपछि दोस्रो खेलमा तपाईँलाई देखिएन मैदानमा, कारण के थियो? थोरै स्पाइक अलिकति कमजोर भएको कारणले अब घरिघरि लाग्दैन, घरि लाग्छ। चेन्जको लागि भाइलाई छिराएको थियो भित्र। अनि फर्स्ट सेटमा त तपाईँहरू अलिकति खेल बिग्रिएको थियो के भन्छ? फर्स्ट सेटमा राम्रै भइरहेको थियो, लास्टमा अलिकति स्पाइक गर्यो। अब हाम्रो बाहिरको प्लेयरको लागेन, मुस्तफाको। अब गेम भन्ने कुरा यस्तै, कहिले लाग्छ कहिले लाग्दैन, पछि राम्रो हुँदै गयो। पुलिससँग नै तपाईँ पराजित हुँदै उपविजेता भन्नुभएको थियो। पुलिसलाई नै यही मैदानमा फेरि तपाईँले चाहिँ पराजित गरेर उपाधि जित्नु भएको छ। यो समयलाई दर्शकको साथलाई तपाईँले कसरी दिनुहुन्छ? एकदम दर्शकहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब ऊर्जाले हाम्रो फोटो पत्रकार योगेन्द्र सर गेम हो, अब हाजिर भइहाल्छ। पहिला अब राम्रो खेल्दै पत्रिका सम्मेलन योगेन्द्र र रिसिभ कमजोर भएको कारणले डिफेन्स पुगेको थियो। अहिले सबै कुरा राम्रो भयो, मिल्दै गयो। अखिल कुमार साई र आशिष भण्डारी एकदम थ्याङ्क यू सो मच भन्न चाहन्छु। धेरै धेरै धन्यवाद।